प्लेट मोमो 4 प्लेट मोमो ल्याउनु नि बल्ल उठ्छु म एउटा मोमो प्लिज मोमो भनेको नेपाली मनको कमजोर पक्ष हो। कसैले मोमो खाऊ भन्यो भने तुरुन्त हाम्रो आत्मा कहाँ भनेर जवाफ दिन्छ। अब हेर्नुहोस्, मोमोको यो स्वादिलो इतिहासमा के रमाइला कुरा मिसिएका छन्। तिब्बतबाट नेपालमा आएको मोमो मूलतः याकको मासुबाट बनाइन्थ्यो। अब सोच्नुहोस् त, हिमालको टुप्पोमा डुल्ने याकलाई पकाउन ल्याउनु भनेको अहिलेको ड्रोन डेलिभरी भन्दा पनि गाह्रो काम थियो। त्यसैले नेपालीले भने याक त टाढा छ, आफ्नै भैँसी कुखुरा इत्यादि चल्यो नि। नेवार समुदायले मोमो ल्यायो मात्र होइन, त्यसलाई आफ्नै बनाए। नेपाली मोमो यस्तो परिकार हो जसमा भोलि परीक्षा भए पनि आज खान नछुटाउने गरिन्छ। साँच्चीकै कसैलाई भोक लागेको छैन भनेर मोमो देखाएर सोध्नुहोस् त, तुरुन्तै थोरै त खान मिल्छ नि भन्ने उत्तर आउँछ। पहिला याक, अनि भैँसी, अनि कुखुरा, अनि अहिले त मोमो चिजले भरिएको पिज्जा स्टाइल, चाउमिन स्टफ, डेजर्ट मोमो समेत पाइन्छ। अब त लाग्छ छिट्टै मोमो विथ गोलभेडा आइसक्रिम पनि आइहाल्छ जस्तो छ। नेपालमा मोमोको प्रेम त्यस्तो छ कि कतिपयको प्रेम सम्बन्ध मोमो खुवाउँछुबाट सुरु हुन्छ र तिमीले धेरै खायौ भन्दै टोक्छ। साथीहरूले त भन्न थालेका छन् जीवनमा साथीसँग धोका होला, तर मोमो पसलले कहिल्यै धोका दिँदैन। अन्तमा भन्नु, मोमो नेपालमा परिकार मात्र होइन, यो भावना हो। केटाकेटीदेखि बुढापाका सबैलाई मनपर्ने यस्तो खाना जुन बिहान, दिउँसो, बेलुका, परीक्षा अगाडि, ब्रेकअप पछि जताततै फिटिन्छ।